Welcome to Kumaria. व्यवस्थापन गरिएको छ। सबैजनालाई कति राम्रो देखेको। एउटा एरोस्टेज ग्रुप चाहिँ यता छन् है। नमस्कार, वेलकम टु मजाले सामान्य पर्दैन कुमारीको क्याबिन क्रू। वेलकम। 2082 साल 2 को महिना 3 गते शनिबारका दिन हामी सम्पूर्ण कुमारी आवासीय विद्यालयका नुवाकोट मनोहर स्टेट एजुकेसनल पर्पजको लागि हामी जाँदैछौँ। दिउँसोको लगभग 1:15 भइसकेको छ। हामी सबैजना शिक्षक साथीहरू भेला भएर चाहिँ बौद्ध टुसालबाट अब हामी बिस्तारै ट्राभल चोक हुँदै अगाडि बढ्नेछौँ र बिचमा हामी कर्मेश्वरलाई पनि पिकअप गरेर यो यात्रा चाहिँ यसरी अगाडि बढ्छ। बाटामा यो गाडी कुदी जस्तो गाह्रो काम आउने भएसम्म थरे कुदी होला कि एक घण्टा एउटा निम्बु पानी खाएँ, एउटा गालो चिया खाएँ, गाडी आउँदैछ टाइगरले भिडियो पोस्ट गर्दैछ। बाटामा गरे अब त थाहा पाइन्छ 1:30मा निलकण्ठ न्युपाने सर स्ट्रेट भन्दै आउँछ। म पनि छु है यहाँ भिडियो मात्रै बनाउने होइन लास्टमा मेमले एउटा झोला पनि किनेर रहेछ थाहा भयो गाडी खाएको उहाँले खाएर त्यहाँ कि चक्लेट दिएको मैले चलाएर खाजा होला खाइदियो अब के लाग्छ। गरम गरम
साउँछु बोल्दै बोल्दिन तिम्रो लागि अब म केही ल्याउँदिन न मेरो मनै छ केही हुन्छ खालि एउटा हुन्छ केही पैसा केही पैसा साइलुङ्गेमा चौरी के भयो त्यसको आँखा तिमी जुदाउन बाँधे माया फेरि गाह्रो हुन्छ फुकाउन घुम्तीमा नाउ है आँखा तिमी जुदाउन बाँधे माया फेरि गाह्रो हुन्छ फुकाउन घुम्तीमा नाउ है भोलि जब हुन्छ हामी एक अर्को सँग टाढा टाढा फुल जस्तो माया पनि बिजाउने बन्छ काँडा काँडा सुस्केर रात बिछ सक्ने छैनौ निदाउन घुम्तीमा नाउ है आँखा तिमी जुदाउन बाँधे माया फेरि गाह्रो हुन्छ फुकाउन घुम्तीमा नाउ है बतासमा उडी आउँछ गीत मुटु छुन एक दिन दुखी बनी पछति त सम्झी रुन आउँदैन आगनीमा पापी जुन चिहाउन घुम्तीमा नाउ है आँखा तिमी जुदाउन बाँधे माया फेरि गाह्रो हुन्छ फुकाउन घुम्तीमा नाउ है लु सर हामी सबैजना हिँड्छु बा अहिले उता गएर खिच्नु त ल ठिक छ नि ठिकै छ
अब यो भिडियो चाहिँ सब्सक्राइब गरेर च्यानललाई सब्सक्राइब गरेर मात्रै हेर्न पाइन्छ। अब रातभरि एडिट गर्नुपर्छ। केप्स कलेजको सबैलाई नमस्कार। केप्स कलेजको तर्फबाट हामीले स्कुल टिमको टिचर टिमहरूलाई रिफ्रेसमेन्टको रूपमा अब नयाँ शैक्षिक सत्र स्मल ट्रेनिङ त्यो ट्रेनिङको रूपमा पनि हो। साथीहरूलाई एउटा एक किसिमको रिफ्रेस भएर जोस जाँगरले नयाँ शैक्षिक सत्रलाई पुरा गरौँ, अगाडि बढाउँ, स्कुललाई अझै राम्रो बनाऊँ भन्ने हिसाबले साथीहरूलाई रिफ्रेसको लागि आज ल्याएका छौँ। हामीले शनिबार भोलि दिउँसो फर्किन्छौँ चाहिँ मन्टेश्वरीदेखि शिशु क्लासदेखि +2 सम्मको सबै शिक्षाहरू विगत 37-38 सबैलाई धन्यवाद। आउनुहोस्, एकचोटि कलेज भिजिट गर्न पनि हजुरहरूले सक्नुहुन्छ। थ्याङ्क यू सो मच। यो चाहिँ कहाँ छ सर एक्चुअली? बौद्ध टुसालमा त्यसको पछाडिपट्टि हजुरहरूले लोकेसन एकदमै सजिलो छ, आउन सक्नुहुन्छ, भिजिट गर्न सक्नुहुन्छ। टिचरहरू एकदमै एक्सपिरियन्सबाट आउँदाखेरि हामीले त्यो पानी ट्याङ्कीभन्दा अलिकति तलपट्टिबाट महाकालको पछाडि त्यो हायर होटलको पर्खाल आउनुभयो भने कलेजमै ठोक्किन आइपुग्नुहुन्छ। धन्यवाद। कति वर्षको हुनुभयो उहाँ अहिले? लगभग 4 किंवदन्ती अनुसार